Hello everyone, it's me Deji Rai and welcome to my channel. So आज चाहिँ वैशाख 4 गते रहेको छ अनि सबैजनालाई ह्यापी न्यू इयर। अनि आज चाहिँ हामी काकीहरुसँग मोरङको बासे चौरीमा हामी जाँदैछौँ। सो आजको एक्सपिरियन्स सबै म तपाईलाई शेयर गर्ने छु। भिडियो लास्टसम्म हेरिदिनु होला। आयो कायो मनमिस का हो का बासे चौरी हो बासको चौरी हे ल है का आइपुग्यो दारी ल चाम्लिङ सेकवा घरमा आइपुग्यो है गाइजहरु। छेउछेउको चाहिँ खान सकिँदैन हामी उ छेउछेउको चाहिँ ल सबैलाई वेलकम टु माई च्यानल। ल सबैलाई धेरै धेरै स्वागत छ मेरो भ्लगमा। आज चाहिँ हामी मोरङको बासे चौरी भन्ने ठाउँमा पछ्रेदेखि भित्र आएको छौँ अनि यो चाहिँ मेरो दोस्रो चोटि हो गाइस। वेलकम सबैजनालाई। ल है त अब लागो है त भित्रतिर। ल वाह अब पुरानो मान्छे सुरु भइसक्यो या देखाउ न त खै रिचको खै जाऊ है त ल है त या राम्रो रहेछ है ठाउँ पनि राम्रो रहेछ। यति नै हो हामी लडीबडी गरे मात्र होला। ल है सुरु भयो है आमाहरूको लु ल लु 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 आज चाहिँ खत्रै हुन्छ जस्तो छ। आज चाहिँ खत्रै हुन्छ जस्तो छ हाम्रो गेट टुगेदर। ल सबैले हेरौँ यता। वेलकम वेलकम। सपना देख्न थाल्नु भयो हाम्रो काकी चाहिँ। अब उठ्नु पर्यो अब आइसक्रिम खाने हो कि कसरी खाने हो जागडामा हुनु पर्यो। ल अब एकछिन अब आउने हामी फेरि यो ठाउँमा। अब हामी एकछिन निस्केको त्यहाँनिर अर्डर गरिरहेको छौँ। कति खाने हो त आज मासु आमाहरू? अहिलेलाई 2 केजी भएको छ। फेरि थप हुन्छ होला थपेर दरो खानुपर्छ है। दरो खानुपर्छ 12:30 बजे आएको छ भने 3 बजेसम्म खाने होइन। बोल्नु है बोल्नु पर्यो क्या। बोल्नेको पिठो पनि बिक्री हुन्छ। घरमै रहन्छ। मासु त 3-4 केजी त डल्लै जान्छ होइन। हाँगेको आमा जस्तो होइन। ए हाँगेको आमा यो पथरतिर अरे होइन। हाँगेको आमाले 4-5 केजी त त्यस्तै होइन। भुटेर मोलेर पोलेर भान्जी र अन्जना बहिनीलाई मिस गरिरहेछौँ। भन्नु पर्यो है भन्नु पर्यो त मार्छ। कोकोलाई सम्झिनु भएको छ अरे भन्नुहोस् त फेरि। रबिना भान्जी र अन्जना बहिनीलाई होइन त टेम्पोमा पनि सम्झेको थियौँ अन्त फेरि सम्झिनु भने सबैभन्दा ठुलो कुरा हो नि। दिलुलाई पनि सम्झेको छौँ। अब दिलु चाहिँ कता छ ऊ चाहिँ थाहा पत्ता छैन एउटा कुरा चाहिँ फेरि यहाँ होइन। तर हामी जसरी कल गर्ने ल हामी आइसक्रिम खानु आएको है गाइज। अब चाहिँ आइसक्रिम ल आइसक्रिम को खाने कुकुर खाने ल है हाम्रो यहाँ लक्ष्मी कुन्दाला खाने छोरी हो यहीबाट खाऊँ न। उयो पिनट्सवाला हुन्छ नि। पिनट छ त्यो उयो बदाम भएको क्या त्यो होइन त्यो होइन यस्तैबाट हो त्यहीबाट हुन्छ नि चोक्को। फाल्दै फाल्दै छ माथि नै छैन त यो अर्कै हो हैन माथि नै
आइसक्रिम खाने अनि त्यस पछाडि घुम्नु जाने लगाइदियो चाहिँ हाम्रो स्टार्टर होइन त आमाहरू हेरौँ ल ल ल चियर्स स्टार्टर 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 है यो चाहिँ हाम्रो ल खाए ल खाए ल आमाहरू खाए ल खाए है राम्ररी खानुस् ल अरे रे 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 अनि म चाहिँ कसरी आउनु अरे यसो हात हेलो गर्नु त ल रेडी रेडी 1 2 3 गो ल 1 2 3 गो एकछिन चाहिँ बस्नु न आउँदै हुन्छ ल है अब के गर्नु बासे चौरीमा आइसकेपछि यतिको त हुनै पर्यो अब यहाँ चिसो लिएर गर्ने हो त्यो पनि गर्ने एक एक पिसको पनि गर्ने बेच्योले भने मिलाएर लाउँछ कि हाल्नु के भन्छ भनेर यता हेर्नुहोस् त काकीहरू पनि खाए ल त्यो पनि खाए ल के खानु भएको अरे सुँगुरकै हो त आफ्नो त होइन नि दिदी टिसु दिन्न सुँगुरको सबैजना आफ्नो व्यस्ततामा हुनुहुन्छ सबैजना ल सबैजना काकीहरू यता बस्छौँ ल आइसक्यो किन के चाहिँ मेरो लिपस्टिक छ त लाउनु ने बक अब काकी सिद्धि अब कति केजी खाइयो 2-4 भन्दै हुनुहुन्थ्यो उहाँले भन्दै 4 केजी चाहिँ मात्र खाइयो होइन त 4 केजी खाएर अब लाग्यो है काकी कस्तो भयो त आजको बासी चोरको रमाइलो भयो छोरी कति केजी खानुभयो 4 केजी खायौँ 4 केजी कतिजनाले 6 जनाले मात्र यहाँ काकीको यो चाहिँ फेभरेट प्लेस अरे काकीले ल्याउनु भएको है हामीलाई 4 केजी खायो यो ठाउँमा यहाँ चाहिँ नाम चाहिँ ल अघि पनि मैले भने चामलिङ सेकुवा घर ल है त ल त अब हामी चाहिँ यही टेम्पोमा आएको थियौँ अब हामी जाने त लु खै
हेलो हाय ल अब हामीले चाहिँ एन्डिङ भिडियो बनाउँदैछौँ अनि हामी चाहिँ 5 जना हामी आएको छौँ अनि अस्ति भर्खर पनि हामी 5 जनै आएको थियौँ अनि यही ठाउँमा मैले भिडियो एन्ड गरेको थिएँ अनि यहाँ पनि हामी 5 जना छौँ अनि म यही पोजिसनमा थिएँ अनि 4 जना अरूहरू हुनुहुन्थ्यो है साथीहरू अनि आज चाहिँ हाम्रो 4 जना हाम्रो आमाहरू हुनुहुन्छ काकीहरू अनि त्यहाँबाट अब मनु हुनुहुन्छ सो आजको एक्सपिरियन्सहरू यस्तै भएको छ कस्तो लाग्छ तपाईँहरूलाई मेमोरेबल हुने भयो नि ल जो हाम्रो 2081 सालको यो दोस्रो मेरो चाहिँ भयो कतिजनाको चाहिँ पहिलो भएको छ होइन कसको पहिलो भयो सबैकै दोस्रो भएको होइन ल ल आज चाहिँ हामी कति गते 4 गते वैशाख 4 गते वैशाख 4 गते चाहिँ हामी बासेचौरमा छौँ बासेचौरमा हामी जस भेटघाट अब भेटघाट पनि के भन्नु अब टाइम पास गर्नु हामी आएको छौँ जो जति वर्ष भयो पनि म मेरो भ्लगमा चाहिँ सबै कुरा राख्छु अनि उहाँले मलाई सम्झिनुहुन्छ है म जहाँ पुगे पनि होइन त ओके ल म यो आजको भ्लगलाई एन्ड गर्छु सबैजनालाई बाई बाई सी यू नेक्स्ट भ्लगसम्मको लागि जय मसी